सूर्यगढीको हाइट चारैतिरबाट हामी सबै पहाडको भन्दा माथि है गएर सबै यो हनुमानले कालिदासले लेखेको यही ठाउँबाट कालिदास थाहा छैन दाजु मलाई अनि त्यो हाम्रो कृष्णनारायण शाहले यही ठाउँबाट चाहिँ नुवाकोट आक्रमण तिनचोटिको पालामा यो ठाउँबाट चाहिँ पूजा गरेर यहाँ अब काली स्थानको मन्दिर छ त्यो कालीको मन्दिर गरेपछि अनि यो नुवाकोट त्रिशुली यहीँ बादलले पुरा घेरिरहेको छ त्रिशुलीलाई त्यो पुरै त्रिशुली नदीको बगरै बगर लिखु माडी खोलाको तीर अहिले हामी यतैबाट चाहिँ काठमाडौँ शिवपुरीको रेन्ज त्यो अब शिवपुरीको रेन्ज चक्कर खाएर आइसक्नु त्यो कुनामा बस्छ अलिकति हेरेर यताउति चलेन भने सिधै तलतिर गुल्टे लाग्ने जस्तो यस्तो भिरालो छ अलिकति छोडेर हाम्रो साथीले स्न्यापसट हान्दै म यहाँबाट भिडियो सट ऊ चाहिँ उताबाट स्न्यापसट यो कुनामा एक राउन्ड हामी यहाँ गढीमा घुम्ने अनि जाने बुझिस् दाजु उताबाट एक राउन्ड होइन गढीमा घुम्ने अनि जाने कि सिधै यता हेर्न यहाँ त कुरै कुरो छ हेर कुरो सबै त्यहाँबाट त म अघि उक्लिसकेँ क्या फेरि त्यहाँबाट मिलाएर के कुरो होला र होइन त्यो कुरो सबै अनि नलाग्ने खालको होला नि तेरो होइन अब लाग्छ ल एकछिन चट्टसँग ल यो चाहिँ सही एक राउन्ड होइन मैले गढी घुम्ने पनि भएछ होइन त्यो कुना भनेको थिएँ मैले जहाँ त्यहाँ जा भनेको कि हेर त दुइटै गणेश हिमाल र लान्डाङ हिमाल पनि आइरहेछ नि मैले अहिले त्यही त्यसो भने हो र म हाइटमा त्यो स्टिक दिएन त खै